नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी। सबिन तामाङ प्रथम काठमाडौँ खेलमण्डल एनआरटी नेपाल टप 16 ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपको उपाधि प्राप्त गर्न सफल बनेका छन्। एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा जारी प्रतियोगिताको फाइनल चरणमा अर्का प्रतिस्पर्धी रोहित छेत्रीलाई 5-1ले पराजित गर्दै सबिनले उक्त उपाधि प्राप्त गरेका हुन्। लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा देशभरका उत्कृष्ट 16 खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका सबिन तामाङले उपाधिसँगै ट्रफीका साथमा 1,11,111 रुपियाँ प्राप्त गर्दा दोस्रो भएका रोहित छेत्रीले 51,000 रुपियाँ प्राप्त गरे। त्यसै गरी सेमी फाइनलमा प्रवेश गर्न सफल खेलाडीहरूलाई अतिरिक्त 25,000 रुपियाँ प्रदान गरियो। यसैबीच अब प्रस्तुत छ प्रतियोगितामा उपाधि प्राप्त गर्न सफल सबिन तामाङसँग गरिएको छोटो कुराकानी। सर्वप्रथम तपाईलाई बधाई छ सर, जुन गेम चाहिँ तपाईले जित्नुभयो होइन। हजुरले आफूलाई कस्तो महसुस फिल गरिराख्नु भएको छ? अब आज फाइनलिस्ट रोहित छेत्री दाइसँग थियो, पहिला पनि परेको हो। अब आज मैले राम्रै खेलेँ, जुन त्यो थर्ड फ्रेममा एक गेममा अब दाइको 40को लिड हुँदाखेरि पनि त्यो गेम मैले तानेँ, मैले राम्रै खेलेँ होइन। कति वर्षपछि फाइनल पुगेँ र यो टप 16 अब नेपालको टप 16 ग्रान्ड मास्टर टुर्नामेन्टमा अब फाइनल जित्नु पाउनुको त खुसी नै छुट्टै छ। एकदम खुसी लागिरहेछ मलाई, भनेदेखि एकदमै खुसी छु। आगामी दिनहरूमा पनि तपाईँ अब यस्तो ठुल्ठुलो प्रतियोगितामा भाग लिन चाहनुहुन्छ कि चाहनुहुन्न? अब यो ठुल्ठुलो प्रतियोगिता त लिनु परिहाल्यो नि, अब किनभने अब हाम्रो यो प्यासन हो, स्नोकर भनेको प्यासन हो। त्यसै कारणले पनि अब स्नोकरलाई त छोड्ने कुरा त आएन नि, स्नोकरलाई म कन्टिन्युटी नै दिन्छु। अब इन्डियामा पनि तत्कालै हुँदैछ गेमहरू भनेर अस्ति प्रेस मिटमा भन्नुभएको थियो सर गुरुहरूले, के छ तयारी तपाईँको? अब इन्डियामा अब त्यही त मैले पनि सुनेको थिएँ च्याम्पियनसिप हुन आँटेको छ अरे। अब हेरौँ, अब सेलेक्टेड प्लेयर को हुन्छ, सेलेक्टेड प्लेयर अब हाम्रो एसोसिएसनले को पठाउनुहुन्छ, त्यही अनुसार अब मेरो नाम आयो भने म प्र्याक्टिस अभियसली गर्छु र म जान चाहन्छु। त्यो त भन्नै पर्दैन। अब ठुल्ठुलो टुर्नामेन्टमा अब भनौँ न इन्डियामा अब च्याम्पियनसिप हुँदै त्यहाँनिर गएर भाग लिनु पाउनु त छुट्टै अब प्राउड फिल हुन्छ नि आफूलाई। आफूलाई चाहिँ मनमा चाहिँ मलाई सिलेक्ट गरिदिनु भएदेखि हुन्थ्यो सरहरूले र म उता गएर चाहिँ गेममा कम्पिटिसन गरेर फेरि होइन नेपालको नाम चाहिँ होइन चिनाउन चाहन्थेँ भनेर तपाईँले सोच्नु भएको छ कि छैन? अब त्यसमा त अब भनौँ न मभन्दा सिनियर प्लेयरहरू पनि धेरै हुन्छ, एक्सपिरियन्स प्लेयरहरू। इनकेस अब मलाई राखिदिइहाल्यो त्यो त जसलाई पनि भइहाल्छ नि। अब इन्डिया मात्र नभएर अरू अब विदेशै अब भनौँ न, जस्तै अब भइरहेको हुन्छ युके, अब थाइल्यान्ड कता कता भइरहेको हुन्छ नि त। अब त्यहाँनिर गएर नेपालको झन्डा लगाएर खेल्न पाउनु त सानै छुट्टै हुन्छ नि होइन र। इनकेस अब मेरो नाम आइहाल्यो भने चाहिँ म प्र्याक्टिस गर्छु फुल्ली। हस्, धेरै धेरै धन्यवाद सर। थ्याङ्क यू। त्यसै गरी यो प्रतियोगितामा उपाधिबाट वञ्चित भएका नेपालका नम्बर 1 खेलाडी वाङचु तामाङ यसो भन्छन्। जुन हजुरले यो गेममा पार्टिसिपेट पनि हुनुभयो, तर तपाईँ विनर बन्न चाहिँ किन सक्नु भइरहेछ? यस्तो हो, अब विनर भनेको त हुने त एकजना नै हो होइन, सधैँ एकजना नै आउँछ भन्ने नै हो नि त टुर्नामेन्ट जुनै भए पनि। अब गेम हो, कम्पिटिसन हो होइन। अब अहिले चाहिँ सबैजना क्या अब यङ प्लेयरहरू 101 छन् क्या। अब ऊभन्दा ऊ राम्रो होइन कि ऊभन्दा म के कम टाइपको छ क्या। अहिले चाहिँ कम्पिटिसनको जमाना छ। त्यसले गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने तपाईँको खेल्दै गर्दाखेरि अब प्रेसर हुन्छ क्या। मेन कुरा भनेको गेममा त प्रेसर हो।
प्रेसरले गर्दाखेरि चाहिँ अब कुनै ठाउँमा मेरो फोकस अलिकति कम हुनको कारणले चाहिँ जुन त्यो मैले ब्ल्याक बल एउटा खाएको थिएन त्यो गेमको नतिजाले चाहिँ म हार्न असफल भयो भनौँ। मेन हार्नुको कारण चाहिँ कस्तो होइन दाइ, अब यो गेम भनेको नै अब माइन्ड गेमदेखि लिएर सबै कुरा मिल्नु पऱ्यो क्या होइन। अनि तपाईँको स्ट्रेस हो, अब प्रेसरलाई कति ह्यान्डल गर्न सकिन्छ भन्ने कुरा हुन्छ क्या। अब त्यो चाहिँ मेरोमा के भयो भने कहाँनिर चोखायो भने चाहिँ भने नि मैले अघि पनि एउटा गेममा चाहिँ म जस्तै 2 जुन भाइ विनर हुनुभयो नि 4-2 हुने चान्समा चाहिँ तपाईँको जुन ब्ल्याक बल थियो मैले टेबल क्लियर हान्न खोज्दाखेरि चाहिँ मैले त्यहाँनिर चाहिँ अलिकति केयरलेसको कारणले चाहिँ गेम हार्न असफलै भयो। आगामी दिनहरूमा तपाईँको कतिको चाहिँ प्रयास छ तपाईँले अब गेममा प्रयास त अब यस्तो हो, सानैदेखि गर्दै आएको पनि हो, स्ट्रगल गरिरहेछ। अब जुन यो यस्तै अब यो हाम्रो काठमाडौँ खेलमण्डल जस्ता एनआरटी क्लबले अब गर्दै आउँदै हुनुहुन्छ होइन। अब अरू क्लबहरूले पनि गर्दै जानु होइन। अब त्यसको लागि चाहिँ हामी चाहिँ अब प्रिपेयर त छँदैछौँ होइन, सधैँदेखि अब गर्दै आएको पनि हो। ऊ त अब भाइ नै हो, प्यारो भाइ नै हो, अब उसलाई धेरै धेरै बधाई छ। हाम्रो अब जुन रनर अप पनि हुनुभएको छ त्यो ब्रदर रोहित ब्रदरलाई पनि धेरै धेरै बधाई छ होइन। अझै राम्रो खेल्दै गर्नु उसको। अब मेबी 3-4वटा टुर्नामेन्टमा 2टामा फाइनल पुगेर यतिको खेल्नु भन्ने त राम्रै हो जस्तो लाग्छ है। नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।